पूर्व राजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरीतका कार्यहरू भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गानहरू गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने, अपमान गर्ने यस खालका संविधान विरोधी गतिविधिहरू, क्रियाकलापहरू भइरहेका छन्। यी सबै कामहरू गर्न पूर्व राजा ज्ञानेन्द्र शाह स्वयंले उक्साइरहेका छन्, उनको स्वयं आफ्नो उपस्थितिमा यी सबै कामहरू गरिरहेका छन्। यति मात्रै होइन, बडो विडम्बनायुक्त हामीले केही र्यालीहरूमा विदेशी, विशेष गरी भारतीय जनता पार्टीका नेता, उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर पोस्टर सहितका र्यालीहरू समेत भएका हामीले देख्यौँ। यसले हाम्रो संविधान बमोजिम यो राष्ट्रहित प्रतिकूलको कार्य हो, त्यस अनुसारको व्यवहार हो। यस्ता कार्यहरूलाई कानुनी दायरामा ल्याउन जरुरी छ। यस्ता विषयहरूमा सरकारले गम्भीरताका साथ नोटिसमा राखेर काम गर्नुपर्ने हुन्छ। म सम्मान्य सभामुख महोदय मार्फत भन्न चाहन्छु कि लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरङ्कुश तन्त्र हुन सक्दैन। सङ्ग्रहालयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुम प्रमाङ्गिका माध्यमबाट देश चलाउँछु भन्ने त्यस प्रकारको दिवा सपना देख्ने वा देख्न लगाउने हिजो दरबारको